राजु फोन गरे मैले त्यही भनेको लु ठिकै छ बाहिरको जिल्लाको थाहा उनीहरूले गाउँकै भएर के भएको यहाँ लागेको भए पनि यहाँ लागेको भए पनि भन्थ्यो होला मिल्नु भनेर त्यो चाहिँ म त्यसो पनि भन्यो डर देखाएको हामी डरले पछि हट्छ कि भनेर सेफ्टीले केस गर्न सक्छ भने त्यसले के को भन्छ बोजूले कति मैले भनेको त एक सौमा फोन गरौँ न कोही गरौँ न फोन गरेर यता बोलाउँ न आमा भन्नुपर्छ भने यता बोलाउँ न नमानेको नि त म पनि हल गरेर बसेको नि नभए त्यही बसेको भएदेखि पुलिस डाउनु भन्थ्यो नि त्यसकोमा नि पैसा छ कुन पऱ्यो त कैँची भन्नु कैँची धैर्य नि कैँचीले त्यस्तो टुक्रा काट्नु नि त्यस्तो भयो होइन यस्तो सर्टकट गर्ने हुन्छ नि होइन यस्तो यो कैँचीले त त्यस्तो काटिँदैन नि आफै त होइन नि यस्तो आमाले खोजेको यस्तो लिने अस्तिदेखि गइल हरा भनेर मान्छेलाई भनेको माइजूकोमा गएर नुनको चिया बनाइदियो माइजूले निसुले त्यो नुनको चिया खाएर एकछिन त्यहाँ 10 मिनट जस्तो बसेँ अरूले अझै सर पर्खिरहेको भएको हात खानु मलाई के भयो कस्तो भयो एडमिट गऱ्यो नि प्रेसर हाई भएछ भन्यो र अहिले पनि 14 छिटो भनेर भन्यो